फर्स्ट टाइम बुटलबाट नि बर्थडे सरप्राइजको अर्डर आएको थियो जुन छोड्नु पनि गयो अनि यो कता कता छिर्दै मेसिनहरूको लागि खोज्दै गल्ली गल्ली र त्यहाँदेखि गाइज हाम्रो 520 डेको मिनी ब्लगको आजको नि सुरुवात गरौँ कुछ यस प्रकारले बिहान दिनचर्याको सुरुवात भइरहेको थियो पसलको लागि क्युआरहरू बनाउँदै यो कस्टमाइज फ्रेम हेर्नु सक्नुहुन्छ पुरै क्युआर छ व्हाट्सएपको वाइफाईको सबैको एकमुष्ट एक ठाउँमा जुन त्यसपछि पेट्रोल हाले आज गाडी प्रस्थान गर्दैछ बुटोलको लागि जुन बाटै जाँदै बाटामा एक ठाउँ चिया चोक भन्ने छ त्यहाँ गएर यसो बसे रेस्ट गर्दै जाम भनेर यस प्रकारले लस्सी मंगाइयो खाइयो आज दाई भाइ गयो हम कान्छो भाइ र म खाइसकाइ बुटोलको लागि प्रस्थान गरे म त बाटै चलाइरहु बाइक यता फेरि हाम्रो ग्रोमो टिम हेर्नु बुके बनाउँदा बिजी हन कोही अर्डर बनाउँदै बिजी हन कोही फेरि बर्थडे सरप्राइज पनि छोड्न गए यस प्रकारले छोड्न गए त्यता बिजी हन जुन सरप्राइज दिए त्यहाँ छोडे भाइहरू पनि सरप्राइज छोड्न जाँदा त रुवाकै हुन्छन् कस्टमरलाई कसैको सम्झनालाई झल्काइदिएर सम्झाइदिएर जुन भाइहरू अर्डर छोडेर पसलतिर आए म फेरि बुटोलतिर आफ्नो गन्तव्यतिर पुगे म पनि बर्थडेको अर्डर सरप्राइजै छोड्न थियो जुन यस प्रकारले कस्टमरलाई दिए हाम्रो सामान चाहिँ बुटोलमा आइरहेको थियो अर्डरहरू त थुप्रै हुन्थ्यो तर बर्थडे सरप्राइज चाहिँ आज चाहिँ मैले सम्झेको फर्स्ट टाइमै होला जुन उहाँलाई ह्याप्पी बनाएर सबै सरप्राइज गरेर सामान दिएर अरूतिर कामतिर लाग्यो जुन केही 2-3टा मेसिनहरू लिएर जान थियो जुन यस प्रकारले मेसिनहरू एउटा पसलमा गएको उसको त तल पसल छुट्टै थियो माथि मेसिनहरू त ए भगवान कति सामान थुपारेका हुन्छन् यार जुन यस प्रकारले छानी खोजी जे चाहियो थियो मेसिन सबै लिए अनि त्यसको पेमेन्ट गरेर त्यो लिएर त्यहाँबाट निस्के त्यसपछि बाथरुम लाग्थ्यो कहाँ जाम भने त्यही साइडमा बाटबटी थियो त्यसबाट यसो गरेर फ्रेस भएर आए सबै काम दाम भ्याएर सबै सामान लिएर यता फेरि म पसलतिर प्रस्थान गरे मस्त भ्यू देखिरहेको थियो यार निस्किँदाखेरि तपाईँको 6 बजे निस्के 6 बजेको यो भ्यू हेर्नु म पुग्दा त रातै हुने हो जुन यता चाहिँ पसलतिर काम दाम चलिरहेको थियो भाइहरू चाहिँ अर्डर छोडे थिए पुरै यताउति जता थियो जुन सबैले खुसी बनाउँदै सरप्राइज अर्डर छोड्दै राति पर्दा त्यही पनि अर्डर छोडे थिए जुन म फाइनली पसलतिर आउँदै थुप्रै रात परेको थिएँ त्यसपछि पनि के गर्दै आजको मिनटमा सकाउँदै गाइज रात परे भोलि भेटौँला भरि कुरा गरौँला